आज चाहिँ म न्युरोड जान लागेको मेरो सामान किन्नु पनि छ अनि मेरो अरू चिजहरू पनि लिनु छ धेरै दिन भयो ननिस्केको र आज चाहिँ जेनजी प्रोटेस्ट भइरहेको थियो तर बानेश्वरसम्म आउँदाखेरि त के पनि भएको थिएन अनि हामी त्यहाँदेखि सिधै हेर्यौँ आर्च ब्रिजसम्म जाँदा पनि नर्मलै थियो एज युजल नै माइती घरतिर अलिअलि छ कि जस्तो लागेको थियो आन्दोलन तर त्यहाँ पनि एज युजल नै थियो नर्मलै थियो सो हामी सरासर गयो त्यहाँदेखि न्युरोडतिर आज चाहिँ मलाई एकदम रुगा खोकी अनि टाउको दुखिरहेछ त्यही पनि निस्किनु पर्ने भयो के गर्नु न्युरोड त आउनु मन नै लाग्दैन तर काम पर्छ त्यस्तै आउनु पर्ने बाध्यता भइहाल्छ अरू ठाउँमा नै यहाँनिर सामानहरू अलिक पाउँछ इलेक्ट्रोनिक चिजहरू यहाँ Which color you want? Any color? I want white, but I know it's gonna get. This is too small. यस्तोमा लामोवाला छैन व्हाइट छैन अरे कि यस्तो चुज गरे ना नट द्याट वन त्यही हो यो लाने ल भन न त प्राइस सोध त कति रहेछ उसमा ग्लासमा हेर त हामीले चाहिँ विन्टर स्कार्फ हेरेको त्यो इयरलाई कभर गर्ने खालको स्कार्फ हेरेको त्यहाँनिर एभाइलेबल रहेछ कलर पनि लिमिट मात्रै रहेछ कस्तो राम्रो राम्रो यो रहेछ यो के खुइलिन्न ए हो कस्तो क्युट के कस्तो क्युट हेर न यो कति क्युट या Babe, it's in camera. Should I take it? No, I'm just showing you. What if I want to buy it? If you have money, then you can buy. Do you have? Baba has. यस्तो चिजहरू हेर्न कस्तो मनपर्छ तर म कहिले लाउन चाहिँ मन पर्दैन कहाँबाट म चाहिँ मेरो क्यामेराको इन्भिजिबल स्ट्यान्ड हेर्नको लागि न्युरोड गएको हो खासमा तर यो पसलमा चाहिँ भने जस्तो पाएन सामान अर्को खालको मात्र पायो अनि एक दुईवटा हेरेको तर पनि मिलेन यसरी हामीले त्यो स्टोरमा चाहिँ पाएन स्ट्यान्ड सो हामी अर्को स्टोरमा मुभ गरिरहेछौँ यसको स्ट्यान्ड खोजेको त्यस पछाडि हामी नेक्स्ट स्टोरमा भिजिट गर्यो यो स्टोरमा चाहिँ सामानहरू पाइरहेको थियो अनि हामीले चेक गर्यो मेरो क्यामेरा एक्सन क्यामेरा मैले ल्याएको थिएँ लास्ट टाइम सो त्यसको एक्सेसरिजहरू पाएन त्यो स्टोरमा सो मैले चाहिँ यहाँनिर न्यू रोडमा आएर खोजिरहेको थिएँ यहाँनिर पायो अनि यसमा चाहिँ म हेरिरहेको छु थाम छ त यो देखिन्छ कि देखिँदैन स्टिक देखिन्छ यो चाहिँ गर्दैछन् कतिवटा टोन छ यो लाइट कतिवटा छ तीनटा वाम टोन बढाउने पनि ठाउँ छ रिमोट आउँछ रिमोटबाट मिल्छ प्लस माइनस गर्न मिल्छ खै गरेर देखाउनु त ब्याट्री राख्नुपर्छ यसमा वारेन्टी ग्यारेन्टी हुन्छ हुन्छ 3 महिना वारेन्टी छ मात्रै क्यामेराको पनि यहाँ रहेछ नि खै एकचोटि ट्राई गर्छु म आफै यो राइट लेफ्ट चाहिँ अनि यसको कभर छ त ल ठिक छ यो भएन
कभर चाहिँदैन। त्यो स्ट्यान्डमा त्यो अँ। 90 T90 को यो पनि ट्राई गरौँ न, चेक गरौँ न। टेक्निसियनले हेर्छ माथि अनि कन्डिसन आउँछ प्राइस प्राइस हुन्छ एराउन्ड तपाईँलाई एराउन्ड कति जति पर्छ पाउँदैन कस्तो कन्डिसनमा छ कन्डिसन त आफूले चलाएको अब राम्रो छ नि वान ह्यान्ड फ्रेस नै हो एक दुई महिना चलायो अनि मन परेन। यो स्टोर चाहिँ ताम्राकार हाउसको अपोजिटमा रहेछ। अनि यहाँ चाहिँ के भन्छ क्यामेराहरू पनि सेकेन्ड ह्यान्ड बेच्ने अनि किन्ने गर्नुहुँदो रहेछ। सो हामीले पनि सोधेको थियौँ कसरी रहेछ के रहेछ भनेर। अनि उनीहरूले चाहिँ क्वालिटी हेरेर अनि मोडल हेरेर मात्र हामीलाई थाहा हुन्छ, तपाईँहरूको यत्तिकै भन्न मिल्दैन भन्दै थियो। यो हेरेको के रहेछ भनेर यो चाहिँ यस्तो रहेछ कि तपाईँको अब यो अन भयो नि अनि यसलाई चाहिँ अलिकति त्यो डिम बनाउनको लागि डिम भयो। मैले चाहिँ यो लिने भएँ तर एकदमै कस्तो महँगो हो। यो सानो छ जति पनि यो मजाले टाइट भयो अनि यो यसरी राखिदिने हेर यहाँ राखिदिने अनि त्यो राखेपछि तपाईँले यता गर्न नि मिल्यो यता गर्न अनि कस्ने अनि यसरी यतिको गर्न नि मिल्यो यतिको गर्न नि अनि कस्दिने स्ट्रेट राख्न यसरी यस्तो गर्ने अनि फेरि कस्दिने झऱ्यो भने त फुटेर जान्छ होला के अरे है। यो झऱ्यो भने त फुटिहाल्छ मजाले कस्नु नझार्नु भइहाल्यो। मैले मेरो क्यामेराको एक्सेसरिज किनिसकेपछि टाइम रहेको थियो, त्यही भएर हामी चाहिँ ज्वेलरीतिर गयौँ सानो सानो सामानहरू किन्न। सो कस्तो राम्रो राम्रो इयर लुपहरू अनि इयररिङहरू थियो। मिनी हट ब्याग। यसको लोकेसन चाहिँ पिपुल्स प्लाजाको गेटैमा छ अपोजिटमा राइट साइडमा। अनि यहाँ चाहिँ कस्तो राम्रो राम्रो क्युट क्युट सामानहरू थियो कि। ट्रेजर लाइट हेर न। यो बलेको हो ए यत्तिकै डेकोरेटको लागि मात्रै हो, लाइट चाहिँ दिँदैन।